वेलकम एन्ड नमस्ते सबैजनालाई है। धेरै पछि किन भन्दाखेरि चाहिँ म एकदम लास्टै बिजी भएँ योपालि। अफिसको काम एक त, अनि दोस्रो भनेको यो गोप्रोले अलिकति समस्या दिइरहेको थियो क्या। कस्तो समस्या भने ब्याट्री ड्रेन भयो एक दुई दिन नचलाएपछि। अनि ड्रेन भएको ब्याट्री चाहिँ यो गोप्रोले चार्ज मरे पनि नउठाउने रहेछ क्या, उठाउँदै नउठाउने। अनि म के भयो ल ब्याट्री बिग्रियो क्या हो भनेर अर्को किने। अर्कोमा पनि 0% वाला ब्याट्री आएछ क्या नयाँ, अनि त्यसले पनि उठेन। अनि यसो सोचेँ, अनि त्यो इयरबड्सहरू चार्ज गर्ने जस्तै यस्तो केस पाउँछ क्या ब्याट्री चार्ज गर्ने, अनि त्यो किनेर एउटा अर्को एक्स्ट्रा ब्याट्री पनि किनेँ। 3टा ब्याट्री भयो अब चाहिँ। अनि त्योमा हालेपछि चाहिँ बल्ल बल्ल चार्ज भयो आज। अनि त्यो पछि फेरि भिडियो बनाउनु सुरु गरेको छु। अब चाहिँ नियमित पनि आउला भन्ने आश छ है। अघिल्लो पालि पनि त्यही भनेको, त्यही पनि हेर्दै जाउँ। अब चाहिँ मजा आयो क्या बल्ल गोप्रो चलेर। यताउति के भइरहेछ हेर्न पाइन्छ होइन। बाटोतिर केही भइहाल्यो भने पनि प्रुफ देखाउन पाइन्छ, त्यो चाहिँ सही छ। यहाँबाट राइट लाग्नुभन्दा बरु पुल मुनिबाट छिरेर त्यहाँबाट लेफ्ट लाग्यो भए चाहिँ सजिलो हुने हो होइन। तै पनि सर्टकट भन्ठानिन्छ क्या यताबाटै आउनु चाहिँ। अनि यतैबाट आयो, एकछिन यसरी कुर्यो, अनि बिस्तारै गयो होइन। यो पक्कै पनि हाम्रो अफिसको मम्मीको अफिसको गाडी हुनुपर्छ, पक्कै पनि सरकारी गाडी हो होइन। मम्मीहरूको विद्युत प्राधिकरणको चाहिँ संस्था हो नि त। अनि पहेँलो नम्बर प्लेट हुन्छ प्रायः जस्तो, र कोही कोहीले चाहिँ यो सेतोमा रातो लेखेको पनि बोकेर हिँड्छन्, त्यसमा डोन्ट माइन्ड। ओभरटेक हान्दियो यार।